जर्नी कस्तो भयो त साथी? इट्स अलवेज गोपाल केटो। के छ तिम्रो जिन्दगीमा नयाँ नौलो सुनाउ न। मेरो त के भन्नु साथी, मेरो त त्यही हो, गाउँको समाजसेवामा म लागिरहेको छु। हाउ वरी, केही कुरा त नयाँ सुनौ। तर यसपालि चाहिँ मेरो र खुसबुको बिहेको डेट फिक्स नभएसम्म म फर्किँदिनँ। के सोचेको छ तिमीले? तिमीले नि मेरो मनको कुरा खुसिदियो। अरे यार, आइ एम रियली ह्याप्पी। यो कस्तो रूप तिम्रो मोहनी लगायो, यो कस्तो रूप तिम्रो मोहनी लगायो। सँगै जिउने सँगै मर्ने सपना सजाए, प्रेमको यो बन्धन बुझ्न चाहन्छु म। तिमी नै जिन्दगी हो अब भन्न चाहन्छु म। हेलो हेलो खुसबु, भन त। मयङ्क, हाम्रो भेट कहिले हुन्छ होला है? तिमीलाई के भएको छ? तिमीलाई ठिकै छ? मलाई एकदमै चिन्ता लागिरहेछ। किन नि? हाम्रो सम्बन्धलाई कसको नजर लाग्यो होला है? भन के भयो? तिमी चाँडोभन्दा चाँडो फर्केर आऊ है। म अवश्य आउनेछु। बाई। बाई। के भयो? किन यसरी टोलायो? होइन, केही भएको छैन। ए जु, खाना अर्डर गर्नुपर्छ। ल यता बस्छ। वेटर, भन के भयो तिमीलाई? होइन, केही भएको छैन। ए ओके, म बुझ्छु। तिमीलाई हाम्रो बिहेको चिन्ता भयो होला है? ए म बुझ्छु, तिमीले हाम्रो बिहेपछि तिम्रो आफ्नो दादालाई धेरै याद गरेछौ है? मादलको तालैमा झुमिरहन्छु आफैमा, टोलाइरहन्छु म तिम्रै यादमा। आतिरहने यो मन, यो के भएको लौ भन। सधैँ कुर्ने बानी पर मायाको दो बाटोमा। झस्काउन झस्कायो, तडपाउन तडपायो,
कि आउने माया सहन नै गाह्रो यो कस्तो रूप तिम्रो मोहनी लगायो सँगै जिउने सँगै मर्ने सपना सजाए प्रेमको यो बन्धन बुझ्न चाहन्छु म तिमी नै जिन्दगी हो अब भन्न चाहन्छु म दादाले हाम्रो सम्बन्धलाई स्वीकार गर्नु हुँदैन भनेर त्यसो नभन मलाई हाम्रो मायामा विश्वास छ र एक दिन हाम्रो मायाको निश्चय नै जित हुनेछ र मलाई लाग्दैन कि मैले कसैलाई माया गर्नुको लागि हजुरको अनुमति लिनुपर्छ भन्ने खुशबु एउटा दो बाटो भेटेको दुई कौडीको आशिक थिए के मेरो अनुमति कि बिना एक थोपो पनि तेरो आँखामा आँसु आउन सक्दैन बुझिस् बेको डेट फिक्स नभएसम्म त यो घरबाट बाहिर नै छैनस् बुझिस् होस् गर ल्याउ जुस पिया यसरी तिमी आफूलाई नसताऊ मैले हाम्री आमालाई अन्तिम बाचा दिएको छु कि तिम्रो आँखामा कहिले पनि आँसु आउन दिन्न भनेर होस् गर हेर साथी केटीहरू भनेको यस्तै हो त्यस्तो नभन् यार खुशबु त्यस्तो खालको केटी होइन उसको आँखामा नि मेरो लागि माया देखेको छु के थुक्का मुला त्यो दो बाटोमा भेटेको दुई पलको मायालाई त माया ठान्छस्
हेर साथी, केटीले यहाँबाट सोच्दैन, केटीले यहाँबाट सोच्छ। लाइफ पार्टनरमा नो कम्प्रोमाइज। के रे? लाइफ पार्टनरमा नो कम्प्रोमाइज। बुझिस्? के गर्नुभएको? के भयो? बाटोमा हेर्ने मान्छेहरूले के भन्छन्? स्मल टाउनको स्मल सोच। तिमीहरू गाउँलेहरूको नि त्यस्तो सोच्छ। म को? म तिम्रो फ्युचर हस्बेन्ड हो। तिमी मेरो फ्युचर वाइफ हो। यति पनि माया गर्न नपाउनु गवार। भन्नु त दादालाई भनिदिनु। तिम्रो दादाले पनि मलाई तिम्रो हात दिइसक्यो क्या। तिमी मसँग टाढा नहुने। तिमी मेरो फ्युचर हो। यो भेजामा राख। नगर्नु है। खुसबु जन, तिमीसँग मैले यो एक्सपेक्ट गरेको थिइनँ। तर यु नो वाट, तिमीले ठिक गर्यो। ठिक गर्यो तिमीले। तिम्रो यो रूप देखेर आज मेरो बन्द आँखा खोलिएको छ। आजदेखि मेरो बहिनी र मसँग तिमीले कन्ट्याक्ट गर्ने छैनौ, बुझ्यौ? के चाहिँ नाप्छ तिमीहरूले? बहिनीले भन्दा बुझ्दैन? जनता छु उस्तो। कहाँबाट आउँछ तिमीलाई एटिट्युड? म जस्तो सक्सेसफुल बन्यो देखा साला टुरोहरू। मेरो जीवनमा दुईटै चिज मात्रै प्यारो छ मलाई, बुझिस्? एउटा मेरो बहिनी र मेरो इज्जत। याद गर। दादा? मलाई माफ गरिदे बहिनी। मैले तिम्रो दुईजनाको साँचो मायालाई बुझ्न सकिनँ। मैले मेरो मुटुको टुक्रालाई सोध्दैछु मयङ्क। उसको आँखामा कहिले आँसु नपरोस् है। हुन्छ।
जानी अनजानीमा धेरै गल्तीहरू गरी पठाए यार। सक्छौ भने मलाई माफ गरिदिऊ। तँलाई माफी दिने मैले होइन। सरी नै खुसी रहनु। सक्छ भने मलाई माफ गरिदेऊ। कहिले काहीँ बोली हेर तपाईँले ल्याएको सिन्दुर र पोते निकाल्नुहोस्। गुरुजी मैले त बजारमा किनेर राखेको थिएँ, त्यही पो बिर्सेछु। अनि तपाईँ कस्तो खालको बेहुला हो, जे गर्न आएको त्यही बिर्सेर हुन्छ त। सिन्दुर पोते त बिर्सिनुपर्छ, भोलि पर्सि बेहुली चाहिँ नबिर्सिनु। सिन्दुर पोते बिना त हुँदैन। तपाईँ यसो गर्नुहोस्, सिन्दुर पोते लिएर आउनुहोस्, बरु म एकछिन पर्छ है। हुन्छ, म लिएर आइहाल्छु। बस्दै गर्नु ल। कहिले बोली हेर भेट्दा बाटोमा अलिक माया गर हिँड्दा साथमा यो मनलाई तिमी सोधी हेर तिमी नै तिमी बसेकी छौ आँखा भित्र निहाली हेर तिम्रै नै त तस्बिर पाउँछौ कहिले बोली हेर भेटिँदा बाटोमा अलिक माया गर
हिँड्दा साथमा यो मनलाई तिमी सोधिएर तिमी नै तिमी बसेकी छौ आँखा भित्र निहालिएर तिमी नै त तस्बिर पाउँछौ जस्तो रोशन क्रस हुन्छ त्यहाँ माथि हेर्नु त्यो दो बाटोमा भेटेको दुई पलको मायालाई त माया ठान्छस्